ज्यान सम्बन्धीको असुलमा अनुसन्धान भइरहेको विषय भएपछि अरू थप विषय पनि त्यो मिसिनमा आउँछ, हामीले त्यो खुलाउन कोसिस गर्छौँ। अहिले यहाँ हामीले प्रारम्भिक रूपमा बुझेको हिसाबले क्रिस भन्ने कृष्णबहादुर खड्का यसको मुख्य अभियुक्त उहिले हो र उसैबाट चाहिँ उसको ज्यान गएको भन्ने बुझिएको छ। अहिले मृतकको ज्यान उसैबाट गएको छ र अरू थप मान्छेहरूको अनुसन्धान, अरू कोही खुल्न आए, अन्य मान्छेहरूले नै यसलाई सहयोग गरेका थिए कि यो घटना थाहा भइकन लुगाउन खोजे कि भन्ने कुराहरू कुनै खुल्न आयो भने ती सबैलाई कारबाही हुने हुनाले सम्बन्धित मान्छे पक्राउ गरेर अहिले हामीले अनुसन्धान गरेको छ। लिएर गइसकेपछि त्यो क्रिसबाट त्यो मोबाइल फेरि फिर्ता ल्याउनलाई दिए भन्दा उसले नदिएको कारणले त्यहाँ दुईटा बिचमा अलिकति झगडा भयो। क्रिसले नै अहिले सामान्य प्रारम्भिकमा बुझ्दाखेरि उसलाई अहिले मृतकलाई चाहिँ यहाँ ल्याएर काम लाउने आदि इत्यादि काममा अलिक सहयोग गरेको पनि देखिन्छ। त्यो भएको हुनाले उसले आफूलाई अलिकति मलाई यसरी किन भन्नुपर्ने होला भन्ने एउटा हुन्छ। सामान्य यो मोबाइलकै विषयमा चाहिँ यिनीहरूको झगडा हुँदा हुँदै गर्दा यति ठुलो घटना घटेको देखिन्छ। अहिले प्रारम्भिकमा त्यो देखिया छ र यसमा अरू कोही मान्छे अब यो बाहेकमा पनि अरू मान्छेहरू कोही केही भए संलग्न रहेछन् भने हामी विस्तृतमा अनुसन्धान गर्दा खुलेका मान्छेहरू चाहिँ पछि अनुसन्धान हुन्छ।